नमस्कार। यो वात पित्त कफ तीन चिजबाट शरीरमा तीन चिजको ब्यालेन्स मिल्यो भनेपछि कुनै असर गर्दैन, समस्या हुँदैन। जब यो वात बढ्छ नि, बढ्ने मतलब वायु बढ्यो, वायु बढिसकेपछि के भयो त शरीरमा तपाईँको ब्लडलाई यसरी वेग मारिदिन्छ, ब्लडलाई कहीँ ब्लक गरिदिन्छ, कहीँ चाहिँ बढी दौडाइदिन्छ, बढी ओभरतालले ब्लक गरिदिएको कारणले गर्दा त्यहाँ शरीर त्यो एक ठाउँबाट अर्को ठाउँमा जाने ब्लड चाहिँ बन्द गरिदिएपछि त्यहाँबाट नसामा नसा चढ्यो, नसाको खराबी हुने सुरु भयो। त्यहाँ नसामा नसा चढ्यो भने जस्तै गर्दनमा अनि कम्मरमा त्यो सुरुमा हल्का हल्का दुखेको महसुस हुन्छ, हल्का त्यो कर्मश बढ्दै गयो भनेपछि तपाईँको कर्म सर्छ। यो गर्दनको यो हातमा सर्ने भयो, यहाँ केही चुम्बनुहुन्छ नि हात खुट्टा कुइनाहरूमा, पछि हातै उठाउन सकिन्न तलमाथि, र यो कम्मरमा दबेको नसा ब्लक भयो भने त्यो गाडा चाहिँ त्यो ब्लडै गाडा भइदिन्छ, त्यो ब्लड मात्र आउन सक्दैन। आउन नसकेको कारणले गर्दाखेरि कर्मश त्यो खुट्टो निदाउने, खुट्टा झमझम गर्ने, औँला झमझम सुरुमा त काम गर्छ, अनि ब्लड पुरा गाडा भइदियो भने चाहिँ खुट्टै नचल्ने, व्हिलचेयरको आवश्यकता, लौरोको आवश्यकता, सधैँ खाटमै परिरहने, बिस्तरैमै पर्ने, त्यस्तो किसिमको सम्भावना हुन्छ। र सिडी चढ्न नसक्ने, अलिकति लामो रुटमा चढ्न नसक्ने, बस्दा उठ्दा पनि अर्काले समाएर बस्नुपर्ने त्यस्तो अवस्था हुन्छ। यसलाई घरेलु उपचार के त, हुन त औषधि खाएर पनि ठिक हुन्छ, नहुने कुरा होइन, थेरापी गर्दा पनि ठिक हुन्छ। तर मैले एउटा जडीबुटी तयार गरेको छ, एउटा तेल र एउटा धुलो औषधि। यो धुलो औषधि र जडीबुटी लगभग 90 दिन मालिस पनि गर्ने र तपाईँको यो धुलो औषधि पनि खाने गरेको खण्डमा पूर्ण रूपमा ठिक हुन्छ। र भिडियो भने त्यसम्म हेरिदिनुहोला, बिचमा नछाड्नुला, महत्त्वपूर्ण छ भिडियो। यो के भनेदेखि जब यो शरीरमा त्यस्तो किसिमको समस्या भयो, कसैको हात चलेका छन्, कसैको खुट्टा चलेका छन्, गर्दा उसले अपाङ्ग भएर बस्नुपर्ने अवस्था हुन्छ। 20औं वर्ष पुरानो त्यस्तो साइटिका भन्छ क्या, साइटिका भयो भने चाहिँ 20औं वर्ष पुरानो ठिक हुनसक्छ। दर्द त 6-7 दिन 8 दिनबाट कर्मश 75% जो दुखाइ हुन्छ नि त्यो ठिक भइहाल्छ। पूर्ण रूपमा ठिक हुनलाई अलिकति टाइम लाग्छ। दौड्ने त्यस्तो खाटमा लडिरहेको मान्छे पनि दौड्न सक्छ। यो औषधि प्रयोग गर्ने, खानपिनमा साथसाथै खानपिनमा पनि परिवर्तन ल्याउनु पर्यो, अनि ध्यान पनि गर्नुपर्ने, व्यायाम पनि गर्नु पर्यो। बसी यस्तो मान्छेले बसी गर्ने। र औषधि अब 6 महिनालाई 2 महिनालाई गराउने होइन, 100 ग्रामबाट सुरु गर्ने। 100 ग्राम बेसार, 100 ग्राम, त्यसपछि सुटोकै धुलो 100 ग्राम सुटो, त्यसपछि 100 ग्राम मेथीको धुलो हल्का भुटेर धुलो बनाउनु, 100 ग्राम अश्वगन्धाको त धुलो नै पाउँछ। यसलाई 4वटा चिजलाई मजासँग मिक्सरमा 4वटालाई मिसाएर गर्ने, त्यसलाई मिसाएर एउटा काँचको सिसीमा राख्ने। त्यो चाहिँ खाने कतिखेर हुन्छ भने चाहिँ खाना खाइसकेपछि, बेलुकी खाना खाइसकेपछि 10 मिनटपछि र बिहान खाना खाइसकेपछि 10 मिनटपछि यो दुधसँग खानुपर्छ अनिवार्य।
तपाईँले लाखौँ रुपियाँ खर्च गर्नुहुन्छ, एकमा दुध किन्न सक्नुहुन्न। साँझ बिहानको लागि 1 कप दुध खानुपर्छ। दुध भएको उमाल्ने, त्यसमा राखिदिने, खाना खानुभन्दा पहिला राखिदिने, 10 मिनट जति त्यो फुल्लिन्छ अनि खाना खाइसकिन्छ। खाना खाइसकेपछि 10 मिनटपछि खाने अनि त्यो खोल्ने अनि सट पानी खाने। बिहान पनि त्यसै गर्ने, साँझ पनि त्यसै गर्ने। र यो तपाईँको अर्को के चिज छ भने चाहिँ यो 200 ग्राम तपाईँको कति खर्च हुन्छ, त्यो खर्चको तुलनामा यो चाहिँ केही पनि खर्च होइन। तर तेल तपाईँको यो तिलको तेल बजारमा पाउँछ नि, त्यो तेल होइन। आफै तिल उत्पादन गर्ने वा 2-4 लम्बर किन्ने, मिलमा लगेर पिसाउने, पेल्ने, 2 लम्बर 3 लम्बर 4 लम्बर पेल्ने तेलमा, त्यो तोरी पेले जस्तै पेल्ने 200 ग्राम तिलको तेल ल्याउने। त्यसपछि त्यसमा तपाईँको अदरक 20 ग्राम, काँचो अदरक 20 ग्राम, ल्वाङ 10 ग्राम, तेजपत्ता 10 ग्राम, जायपत्री पनि बजारमा पाउँछ, त्यो 10 ग्राम। तपाईँको यो स्याउली, कसैले निर्गुन्डी पनि भन्छन्, कसैले स्याउली भन्छन्, तर 10 ग्राम त्यसको पत्ता। अनि मेथी दाना 10 ग्राम। त्यस खुर्सानी सानो चोटिलो खाले हुन्छ नि, पिरो लामो खाले राम्रो हुन्न, सानो खाले त्यो निकै राम्रो पनि हुन्छ। खाँदा चोटिलो पिरो खाले त्यस्तो किसिमको 10 ग्राम खुर्सानी र 2वटा यो लसुनको पुरै गानो क्या, 2वटा लसुनको गानो, त्यसलाई बाहिर खोल्साएर फालिदिने। त्यसपछि त्यसलाई मजासँग भित्रको भाग राख्ने, त्यसलाई हल्का कुट्ने। त्यसलाई अजवाइन 20 ग्राम, यति चिजलाई मजासँग पिस्ने, मजासँग मसिनो ओखलमा पिस्ने, हल्का मिक्सरमा होइन, ओखलमा दरदरा तालले पिस्ने सबैलाई। यो मेथीलाई पनि भुट्ने अलिअलि। त्यसपछि तपाईँको त्यसलाई मजासँग फलामको कराईमा तपाईँको पकाउने, त्यही तेलमा, तिलको तेलमा। जब त्यो 100 ग्राम घट्छ पकाउँदाखेरि घटिकन, अनि कालो हुन्छ नि मेथी, त्यो चिजहरू, ल्वाङ जो भने नि, खुर्सानी, त्यो कालो भइसक्यो भने त्यसको रस भइ सबै त्यो तेलमा आइपुगिसकेपछि त्यो तेललाई एउटा टालोमा कभर छान गर्ने, टालोले टक्क नि अलिकति सेलायो भने टक्क निचोर्ने। एउटा काँचको सिसीमा राख्ने हो, त्यो के अरे प्लास्टिकको सिसीमा राख्ने होइन, प्लास्टिकको त्यो बोतलमा अथवा के अरे राख्ने होइन, काँचको सिसीमा राखेर त्यसको 100% क्वालिटी बढ्छ क्या। त्यसपछि त्यो राख्ने। जहाँ दुख्छ तपाईँको बेलुकी भर्खर सुत्ने बेला अब हातखुट्टा साबुनले मजासँग धुने होइन। त्यसपछि जहाँ दुख्छ त्यो दुख्ने ठाउँमा मात्रै, फेरि अन्यत्र नलाउनुला, लगायो भने त केही पर्दैन, तर खर्च बढी आउँछ कि। जहाँ दुख्छ त्यसमा कसर कहाँ छ त्यही हो, कुइनामा, गर्दनमा, यो कम्मरमा, पछाडिको ढाडमा जहाँ दुख्छ। अनि यिनी बुढाहरू, एडीहरू, जसको कि त्यो खुट्टामा चिरिक गर्छ नि बिहान पख उठ्ने बेला, त्यो मजासँग लगाउने। त्यो पनि औषधि जो खाने भने नि, त्यो औषधि पनि रेगुलर खाने, 5-7 दिन ग्याप गरेर खाने। यो औषधि सक्यो भने फेरि बनाउने। तर तिलको तेल चाहिँ प्योरवाला हुनुपर्छ, त्यो जसरी बजारबाट ल्याए हुन्न, त्यसमा निष्कर्ष कामै छैन त्यसको। त्यसमा गराउने भने त्यो मैले यो उपचार गर्दै नगर्नुहोस्, ठिक हुँदैन। खर्च गर्नु न, तपाईँ लाखौँ रुपियाँ खर्च गर्नु छ भने ठुल्ठुलो हस्पिटलमा गएर यति खर्च गर्नु, तिलको तेल बनाउनु छ भने 4 लम्बर तिलको तेल ल्याएर यसै गर्नुहोस्, तपाईँको पूर्ण रूपमा ठिक हुन्छ। र यो सेयर पनि गरिदिनु होला, जताकतै सेयर गरिदिनुहोस् यो भिडियो।